यिनी हुन् धनबहादुर, गाउँबाट आएका सोझा बिचरा। यिनको पढाइ लेखाइ थोप्पै हो, विदेश जानलाई भनेर यिनले मोटो रकम पनि तिरे, तर न त उनी विदेश नै जान सके, न त उनले तिरेको पैसा नै फिर्ता पाउन सके। जति नै गर्दा पनि पैसा फिर्ता नभएपछि उनले आज आफ्नो दाइलाई लिएर, उनलाई खोज्दै पत्रकार लिएर उनीसम्म जाँदैछन्। हेर्नुहोस् है त भिडियो, उनले पैसा फिर्ता पाउँछन् कि पाउँदैनन्। तपाईँको पैसा निकै खायो, त्यसलाई आज छोड्न हुँदैन। हेर्नुहोस्, हेर्नुहोस् दर्शकबिन, उहाँ यता हुनुहुन्छ, उहाँले चाहिँ विदेश पठाइदिन्छु भनेर उहाँको 9 लाख पैसा। सर नमस्कार, स्वागत छ यहाँलाई। म तपाईँले उहाँलाई विदेश पठाइदिन्छु भनेर 9 लाख पैसा खानु भएर नि, के कुरो सत्य हो? पैसा खाएको होइन, पठाइदिन्छु। पठाइदिन्छु। कति महिना भयो दाइ तपाईँले पैसा दिनुभएको? 4 महिना भयो। भनिदिनुहोस् है। 4 महिना 4 महिना भयो। 6 महिना त मिनिमम लाग्छ। किन तपाईँहरू रातिर आउनु भयो? 6 महिना लाग्छ अरे भन्दै हुनुहुन्छ त। 6 महिना लाग्छ। 6 महिनामा खोइ त 4 महिना भइसक्यो, प्रोसेस केही छैन। अनि सर तपाईँले त उहाँको फोन पनि उठाउनुहुन्न रे, भेट्नु पनि हुन्न। अमेरिका जाने कुरा के टिकट काटेर गए जस्तो हुन्छ? चक्रपथ परिक्रमा गाडी चढे जस्तो हुन्छ? होइन, बाहिर जानला भएपछि नि कमसेकम त्यो उतो हुनु पर्यो नि त अलिकति हामीलाई। अनि खोइ तपाईँले अनि अहिलेसम्म केही सुरु गर्नु भएन। तपाईँको मुख्य समस्या के हो दाइ? कहिले भेट्नु बोलायो, कहिले ऊ त्यहाँ बोलाउँछ, कहिले ऊ त्यहाँ बोलाउँछ। घर भन्यो भने ऊ त्यहाँ खोइ कहाँ भनेर घर देखाउँछ। घर त यो भाइ 9 लाख खाएर भाग्दिनँ नि म। यो पाखो छ नि, यो पाखो सबै मेरो हो। यो बेच्यो भने 2 करोड जति आउँछ। तिम्रो 9 लाख लिएर भाग्छु म? तपाईँको यो पाखामा जग्गै छैन कि? यो सबै मेरो हो। यो गाउँमा गएर सोधा। गाउँले त अब होला नि, हो नि भन्दैला नि, तपाईँको इष्टमित्र होला। तिमीलाई त झन् मैले सस्तोमा 10 लाखमा अमेरिका पठाइदिन लागिरहेको छु। झन् राम्रो यसो गरी खाओस् भनेर भने त भाइ बढी बाटो भएको। दाइ तपाईँ अमेरिका पुगेर आउनु भएको हो कि? हो त। तपाईँ 10 लाखमा अमेरिका पुग्नु भयो त? 10 लाखमा अमेरिका पठाउनु त अलिकति मैले चाहिँ पत्याएन होइन। 10 लाखमा अमेरिका पुग्छ त? मेरो दाइ चाहिँ अमेरिका छ, उहाँबाट भिसा पठाइदिने हो। अनि त्यहाँबाट यो भाइलाई चाहिँ उहाँ मेरो दाइको होटलमा काम लगाइदिन लागेको हो मैले। त्यही भएर 9 लाखमा सस्तोमा पठाइदिन लागेको होइन। मेरो यो सोझो भाइलाई धेरै नै सोझो भाइ, यो भाइलाई माया लागेर मैले, हामी पनि बाहिर बसिरहेको मान्छे हो, माया लागेर अमेरिका पठाइदिन लाग्यो दाइ। 10 लाखमा अमेरिका पुग्छ त भाइ? यो बिचरा यो गाउँको यो भैँसी गोठालो यो होटलमा गएर काम गर्न सक्छ जस्तो लाग्छ दाइ तपाईँको भाइ तपाईँलाई? त्यस्तो त छैन त यार, मेरो भाइ बहुत सोझो छ यार। होटलको काम गर्छ उसले। सोझो छ, राम्रोसँग म पठाइदिन्छु, अमेरिका पठाइदिन्छु। होइन तपाईँको यहाँ ब्याग पनि रहेछ? ब्याग किन? ब्याग हामीसँग हरेक कुरा हुन्छ नि, त्यस्तो हुन्छ भाइ। होइन यो हावा लाग्यो मलाई पनि होइन। पैसा फिर्ता अब यो अमेरिकाको चक्कर नलागौँ, पैसा फिर्ताको चक्कर लागौँ। ए भाइ पैसा दिनु न त सर। कसरी पैसा दिन्छु? कहाँ के प्रमाण छ पैसा दिएको? कस्तो के प्रमाण? त्यो होटलमा चिया झन् दिएको होइन त? अनि पैसा चिया खाएर दिए पैसा, चिया पैसा दियो होला, त्यो कहाँ देखाउनु? तपाईँ जतिको मान्छे ल हेर्नुहोस् कि दाइलाई सोध्नु पर्छ कि अब फस्नु भएन, उहाँले प्रमाण छैन भन्नु, तपाईँले के आधारमा मुद्दा हाल्नु सर? होटलको सिसिटिभी हेरेर भयो नि, गर्नै पर्छ। होटलको सिसिटिभीमा होला, त्यो त दिनै पर्छ उसले। तपाईँले उहाँसँग सापटी लिनु भएको थियो कि के कागज गर्नुपर्छ नि त अहिलेको जमानामा पैसा दिनलाई तपाईँले पनि? यसो हेर्दा अब यही माथिरको भन्यो, विश्वास लागेर जानु गरिदियो मैले पनि। अब उहाँले त होइन भनिराख्नु भएको छ, तपाईँले पैसा दिएकै होइन भनिराख्नु भएको उहाँले। अब सोझो मान्छे, अब सोझो मान्छेले त्यतिकै दिए होला नि त। अब कहाँ उ गरेको छ र यार? सोझो मान्छेले दिएपछि दिएको त अब प्रमाण समान त खोज्ने कुरै भयो नि। त्यो दिएको कुरा दिएकै हो नि, होइन? दिएकै हो त सर। अब पैसा दिए हो मलाई? दिएको त अनि तपाईँलाई नि कति कहाँ दिए? साथीसँग चिया खान 4 लाख रुपियाँ दिए होइन? मेरो सपनामा छ, देखाइन पैसा मलाई, देखाइन पैसा। भनेपछि उहाँले हजुरलाई पैसा दिनु पैसा देखाइन। पैसा सैसा देखाइन तिमीले? बाँध्ने कुरो नगरौ, त्यसो होइन। अब कुरो दुईटा आयो नि त सर। उहाँले देखाइन भन्नुहुन्छ, तपाईँले देखा भन्नुहुन्छ। कस्तो कुरो पत्ताउने हामीलाई? तिमी इमान्दार मान्छौ भने तिमीलाई अमेरिका पठाइदिन्छु। यसरी ठुलो कुरा गर्छौ भने तिम्रो पैसा, तिमीले पैसै देखाइन मलाई। सक्यो अब के छ भन्नु? हामीले पनि केही गर्न सक्दैन। हामी मिडिया भनेको त भेटाइदिने, उ गराइदिने, वार्ता गराइदिने हो भाइ तपाईँको। अब तपाईँ जतिको मान्छे गाउँबाट भैँसी सुँगुर, तपाईँ पनि मिडिया भनेर यसरी जथाभावी गाउँ घरमा यसरी हिँड्ने काम नगर्नु। मेरो त काम हो नि सर। कस्तो काम? पीडितलाई न्याय दिनु मेरो काम, अधिकार हो सर।
अदालत छैन, पुलिस छैन, प्रशासन छैन, कानुन छैन। हामीले लग्ने हो सर त्यहाँ तपाईँ कानुनभन्दा माथि हो? तपाईँ ठुलो कुरो गर्दै हुनुहुन्छ सर। कस्तो कानुनभन्दा माथि हो तपाईँ? कानुनभन्दा माथि हो तपाईँको यो राज्यको फुटाइदिउँ? चौथो अङ्ग हो सर। तपाईँ त्यस्तो भन्न पाउनुहुन्न सर। चौथो देख्नुहुन्छ, तपाईँ देख्दै हुनुहुन्छ मिडियालाई के घुस खाएर आएको? हान्ने घुस खाएर आएको? भन्दै हुनुहुन्छ। कतिसम्मको कुरो हो? भनेको चाहिँ नगरौँ होइन, हान्ने पिट्ने कुरा नगरौँ। न्याय दिन आएको तपाईँलाई पैसा उसले दिएको छ कि छैन त्यो मात्रै भन्नु। भाइले देखाइनु पैसा मलाई, देखे छैन पैसा। हजुरको शुभ नाम के हो सर? ल शुभ नाम खुलाइदिनु सर। मेरो ज्याक उहाँले हार्के भन्नुहुन्छ, तपाईँ हार्के भन्नुहुन्छ। एकचोटि यो खोलौँ त सर। मार्क्स किन खोल्नु? खोल्दिनँ म। खोलिदिनु सर। खोल्दिनँ मार्क्स। ल हेर्नुहोस् त दादागिरी उहाँको। यस्ता कयौँलाई उहाँले ठगिसक्नु भएको हो। ठगिसक्नु भएको होला, छ भन्दिनँ म, होला। यो डाँडो छैन, यो डाँडोको नामै ज्याक डाँडो हो। मेरो नाम हो। होला तपाईँसँग धन सम्पत्ति। बिचरा यो भाइलाई ल हेर्नुहोस् त दर्शकबिन, यो भाइलाई पठाइदिन्छु मलाई। पठाइदिनुहुन्छ? ढुक्क हो। ल कागज गरौँ त्यसो भयो है। कहिलेसम्म कति दिन तपाईँले पठाइदिनुहुन्छ? 7 महिना जति लाग्छ। अझै 7 महिना? अनि अझै 7 महिना कसरी कुरेर बस्छ होला भन्नु त? 6 महिनामा उडाउने मान्छे 7 महिना भनेपछि 1 वर्षै करेन भाइ। अमेरिका जानलाई अङ्ग्रेजी आउँछ। तिम्रो नाम के? व्हाट इज योर नेम सर? व्हाट इज योर नेम? तपाईँलाई आउँछ आउँदैन नि होइन? व्हाट इज योर नेम? अब अलिअलि इङ्ग्लिस सिकाउँछ भनेर भन्थ्यो। तपाईँ अरूको पछि लाग्नु, तपाईँ गलत हुनुहुन्छ। एक त तपाईँ गलत हुनुहुन्छ सर। उहाँले भनेको भरमा उहाँलाई पैसा बुझाएर तपाईँलाई अङ्ग्रेजीको अ पनि आउँदैन, व्हाट इज योर नेम भन्न नि आउँदैन। तपाईँ कसरी जानु?